जवानीको रस विदेशतिर फ्याल्ने अनि बुढो भइसकेपछि नेपालमा थुपार्ने हो त्यो भोला चपाएर जवानीको रस बोलाउन नसक्ने रहेछ यार पापा जस्तै रहेछ सेम नेपालमा त अब ओल्ड एजमा घुम्न पाएँ नि त नि आफ्नो प्यारीसँग भन्नु खोजेको मात्रै हो क्या लाइक ए तुलसीपुरबाट हो तिमी म तुलसीपुर होइन घोडाइ तुलसीपुर यहाँदेखि 1 घन्टा लाग्छ पापा what the fuck I'm just talking कहिले भेट्ने हो तुलसी घोराइ आउँछौँ ल नेक्स्ट विक Anita thank you Dorsey thank you त गयो भने के हुन्छ थाहा छ तेरो त रिभिल भयो भने ए यसको त यो बाउ फेमस भएर छोरा फेमस भएर छन् भन्छ क्या म कुनै दिन यस्तो फेमस हुन्छ नि होइन जिस्केको गाइस त्यसको छोरा भन्नु त्यसको बाउ भन्नुलाई के रे गोस्ट गोस्ट ए यसले यसको चक्करमा यो विदेश घुमेको छ कि छैन कतिवटा देश गयो के गर्यो म अहिलेसम्म गएको पनि छैन घुमेको छैन सोचेको छैन म मुकैले चाहिँ घुमेर आउन भ्याउँछु दाङबाट इन्डिया त नजिकै छ अरे नि त इन्डिया नि गएको छैन दाङ इन्डिया बिहारतिर जानु पर्ला जस्तो छ बिहारतिर गएर यसो भोला चपाएर यति राम्री छ होइन बिहारको केटाहरूले डुबाउला भनेको राम्रो छैन बिहारको झन् बिहारको राम्रो हुन्छ केही छैन चाहे बस्छ त्यति पर्दैन ओरियो हुन्छ ओरियो हाय रे हाय राम क्या हुआ इतना मुझे सताने लगे कस्तो सिङ्गर पनि रहेछ त नआरौँ भने म सिङ्गर हो डान्सर हो के गर्नु एसिया चाहिँ अलमोस्ट घुमेर सकाएको मैले एसिया चाहिँ अफ्रिका आदि घुमेँ भनौँ न टोटलमा आई थिङ्क यसमा 32वटा देश गयो होला सोफा देश चाहिँ हाय रामा ए क्या हुआ गोसमा सिङ्गर हो नि थाहा छ कि छैन कुन एउटा गीत गाइदिनु त मनै मेरो चङ्गा हो तिमीलाई देखेर थकन मेरो सारा त्यो मिट्यो आज त यार 1:30 हुँदैन मैले के पनि खाएको छैन छोड्दै मैले जिसेको गोस्ट ल ठिक छ गीत राम्रो रहेछ अब तपाईँ अहिले यो अलिअलि भाउ दिइरहेछ अहिले फेरि मेरो गीत सुनेर भाग्ला कलाकारिता क्षेत्रमा बिजी हो मिस्टर तामाङ अलिक पछिल्लो समयमा मिस्टर तामाङ कलाकारिता क्षेत्रतिर बिजी हुनुहुँदो रहेछ अब जिम सिम गर्नु पर्यो कति डाइट खान्छ मिस्टर तामाङले के खान्छ ल डाइटमा भन्नु त ल मलाई आज म लिस्ट गराउनु पर्यो ल पाउडर सोधेको कि नेचुरल डाइट सोधेको